In the quiet hills of Sotang, Solukhumbu, where clouds kiss the green ridges and rivers whisper through the valleys, lives a man whose hands tell the story of the land. His name is Kabidan Rai, a humble farmer whose life revolves around a small but powerful spice, elaichi, the black cardamom. मेरो नाम कविदान राई हो म अलैची कृषक यसो For most people, elaichi is just a flavor, a fragrance in tea, a spice in food. But for Kabidan, it is life itself. Every seed, every pod carries his sweat, his patience, and his hope for tomorrow. In the cool morning air, Kabidan begins his day. Elaichi farming is not easy. Each plant takes years to mature. Kabidan holds on, because farming isn't just his work, it's his identity. छैन एक झार छ त्यो यसो सिजनमा यसो आफूले खाइहाल्ने सम्म चाहिँ हुन्छ In a world chasing speed and comfort, people like Kabidan remind us that true happiness still lives in simplicity, in the connection between human and nature. Stands Kabidan Rai, a farmer, a dreamer, and a guardian of Nepal's green treasures. मेरो त्यही हो वर्षमा राम्रो हुँदा त्यही 5-7 लाख रुपैयाँ हुन्छ अब यसको चाहिँ भन्ने सकिँदैन कोही बेला तल हुन्छ कोही बेला माथि अब त्यही हो यही उत्पादनहरू थिए तर अहिले उत्पादन कम छ अब कम भए पनि अहिले राम्रो दाम पाएको छ अनि त्यही भएर 5-6 लाख जस्तो हुन्छ होला मेरो साउहरू यही आउँछ अलैची टिप्ने समय चाहिँ कहिले हो त यो अहिले हाम्रो यसो हुन्छ अब जुन औलतिर चाहिँ भदौ 20-22 देखि टिप्दा मिल्छ पाक्छ अलिक मासतिर चाहिँ अब कार्तिक 15-22 सम्ममा पाकिसकेको हुन्छ हाम्रो बे औलबाट ल्याउनुपर्छ अहिले घर छेउछाउतिर आइपुग्यो मेलाहरू हुन्छ खोर्सानी त्यही हो सालमा यसो 40-50 हजारको बेचिन्छ त्यही हो अब सबै थोक म गर्छु व्यवसायहरू वस्तुदेखि लिएर सबै खेतीपाती कोदो मकै अलैची खोर्सानी सबै भेडा सबै पाल्छु हुने चाहिँ होइन यसो एक वर्ष खान चाहिँ मेरो त्यही छ मेरो परिवारहरू जम्मा मम्मी हुनुहुन्छ बुढी छ अब छोराहरू 2टा थिए छोराछोरी 3टा थिए छोरी अहिले काठमाडौँतिर छ एउटा छोरा बित्यो एक्सिडेन्ट भएर चक्रामा त्यही अब मेरो बाबु छ नाति छ अनि अहिले 7 जनाको परिवार छौँ अहिले 34 सालले 48-49 वर्ष पुग्यो अब समय गयो डेट अब नजिकै आइसक्यो अरू आम्दानी त खोर्सानी के अलैची खोर्सानी बाहेक त के छ कोदो मकै जति रोपिन्छ होइन दुध दही भनेको अब गाई बस्तु हल्का गाई छैन अनि भैँसीहरू छ यसो वर्षमा नुन खाने पैसा चाहिन्छ यसो बेचेर पनि यसको गर्नु सधैँ गर्नुपर्छ सुरुमा चाहिँ के हुन्थ्यो भने यसको चाहिँ सुरुमा अब यसले जग्गा मन पराउने ठाउँमा धेरै गोडमेल गर्नु पर्दैन थियो यो समयमा चाहिँ यसलाई रोग लाग्दै आयो सबै रोगहरू एउटा फुर्के रोग हुन्छ एउटा जरा पुग्ने रोग हुन्छ अनि त्यो रोग लागेपछि मासिएर जुन यो चाहिँ मासिएर अरू कृषकहरूलाई पनि मैले व्यवसाय हल्का अलैचीको पहिल्यैदेखि गर्थेँ मैले सुरुमा कञ्चनजङ्घा टिकिम तारलेजुङ गयो कञ्चनजङ्घा त्यति बेला पूर्वतिर हेरेर चाहिँ यो काम म गर्छु भनेर मैले सोचेको थिएँ अनि आएर रोप्ने सुरु गरियो अब सुरु गरेर उत्पादन राम्रै उत्पादन गरियो उत्पादन गरेपछि अब भाव घट्दै झरेपछि मैले 22.5 सम्ममा बेचेँ
अनि 40-45 एकचोटि 75-80 मन जम्मा गरियो। जम्मा गरेर 75-80 मनमा 30 मन चाहिँ 30 मन 15 केजी पहिला बेच्यो। अनि बिचमा किनेको अलैँचीहरू चाहिँ अब स्थापित रहेर 40 देखि 45 सम्म लगाएको माल मैले 22.5ले 1 वर्ष खर्चाएर बेचेँ। 4,62,000 गयो। अनि घाटा सबै मैले सबै त्यो उसमा ब्याज नजोडी आफ्ना लगनी भएकोमा त 22.5ले अब 26 मनको 45-40 देखि लाउँदै लगेर 45 सम्ममा किनेको माल चाहिँ 1 वर्ष राख्दा मेरो के भयो भने वर्षमा सबै त्यो गर्दा बेच्दा सबै ढुसी लाग्यो, मुसाले खायो, पियो, के भयो, नोक्सान भयो। नोक्सान 4,62,000 नोक्सान भयो। बेच्ने बेला मैले केही नसोची बेचिसकेर ओछ्यानमा पसेपछि मेरो एउटा अचम्म लाग्यो नि त। म त्यत्रो बिग्रेको थिइनँ। त्यो 4,62,000 एकै ताल बिग्रिँदा त ओहो 4,62,000ले त मेरो बालबच्चा 1 वर्ष मजाले पुग्थ्यो, सबै खाना लाउन पुग्थ्यो भनेर चाहिँ आँसु झऱ्यो। 1 वर्षपछि मैले यो काम छोडेँ। 1 वर्षपछि अब अर्को साल पनि मैले यही व्यवसाय गरेँ। हजुर लगातार गरेँ। अनि किनेँ। अनि त्यो साल फेरि दाम पनि बढ्यो। त्यही 4,62,000 सेट अब मेकअप गरियो। खै अन्दाजी कति हुन्छ यसो आफ्ना त्यही 6-7 लाख हुँदो यो साल। This is not just the story of one farmer. It's the story of every Nepali hand that feeds a nation, one seed at a time.